सुरक्षा निकायलाई समेत खबर नगरी प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमण। प्रधानमन्त्रीको कार्यालयले भन्यो प्रधानमन्त्रीको मुस्ताङ भ्रमण नितान्त निजी भ्रमण हो। सैनिक ब्यारेकमा 20 मिनट बसेर मुस्ताङतर्फ निस्किए प्रधानमन्त्री बालेन। राप्रपा सांसद ज्ञानेन्द्र साईको दाबी प्रधानमन्त्री मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएका हुन्। अबदेखि सुध्रिने बाचा गरेकी राप्रपा सांसद आशिका तामाङको फेरि अर्को हंगामा। फोहोर मैला सम्बन्धीको बैठकमा तातो रिस गरेर हिँडिन् चिरीबाबुले भने हु द हेल। सुकुम्बासीको गुनासो सुन्न सुदूरपश्चिम जाँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल आफू सहभागी हुने कार्यक्रममा फुलमाला खाँदा र उपहारमा रोक। अर्थमन्त्री वाग्लेसँग रासपा कार्यकर्ताहरूको आक्रोश। तपाईका कारण तराई मधेसमा जान सकिने अवस्था छैन। अन्ततः दुबईमा पुग्यो नेपाली उत्पादन DDC को घिउ। पहिलो चरणमा 600 किलो निर्यात। असन्तुष्ट नेताहरूलाई संवादका लागि पार्टी कार्यालयमा आउन काङ्ग्रेस महामन्त्रीको आग्रह। रासायनिक मल समस्या अध्ययन गर्न 12 सदस्यीय कार्यदल गठन। 60 दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने। महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउबा र खड्का पुगे सर्वोच्च अदालत। स्थानीय तहको निर्वाचनको लागि रासपाको तीव्र तयारी। उम्मेद्वार छनौट रूपरेखा अनुमोदनदेखि राइट टु रिकल समिति गठन। रासोपा सचिवालयमा 11 जना मनोनित। विराज मनिषदेखि इन्दिरा राणा मगरसम्म। प्रवक्तामा जगदीश खरेल, संगठन विभाग प्रमुखमा प्रमोद नेउपाने। सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन। देउबा समितिले सभापतिको नेमप्लेट दुरुपयोग गरेको भन्दै काङ्ग्रेसको आपत्ति। गाँजा खेतीलाई वैधानिकता दिन र कानुनी ढाँचा बनाउन सरकार तयार रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेको भनाई। पुराना र अदालतबाट निरूपण भइसकेका विषयमा पुनः छलफल आवश्यक नरहेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालको टिप्पणी। 12 की 3 वर्षीय बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौँमा चर्को प्रदर्शन। के हुन सक्छ भन्ने पूर्व सूचनाका लागि गुप्तचर निकाय प्रधानमन्त्री कार्यालयको मातहत हुनुपर्छ भन्दै कानुन मन्त्री शोभिता गौतमको भनाई। अर्थमन्त्रीको प्रश्नोक्ति नोटबन्दीबारे अहिलेसम्म केही पनि सोचेका छैनौं। मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह। र अन्तर्राष्ट्रिय समाचारहरूमा अचानकको हडतालपछि इजरायलको अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा। बेजिङमा विश्व रोबोट सम्मेलन सुरु। मानव र मेसिनको सह अस्तित्वमा जोड। चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने जुके-3 रकेटको सफल परीक्षण। पहिलो चरणको जमिनमा सफल अवतरण। इरानसँग कुनै पनि समयमा वार्ता पुनः सुरु हुन सक्छ। अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। सिरियाको ऐतिहासिक अलेप्पो बजारको पुनर्निर्माण। भौतिक संरचनासँगै मानवीय चहलपहल फर्काउने चुनौती। र युरोपकै पहिलो रोबोट ट्याक्सी सेवा क्रोएसियाको जाग्रेबमा सुरु। उबर मार्फत बुकिङ गर्न सकिने। दर्शकवृन्द नमस्कार। आज 2083 साल भदौ 6 गते शनिबार हामी फेरि पनि उपस्थित भएका छौँ आजका अत्यन्तै महत्त्वपूर्ण र हेर्नै पर्ने खबरहरूको साथमा। तपाईहरुले हाम्रो यो खबर समाचारलाई कहाँबाट कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, आज पहिलो पटक हेर्दै हुनुहुन्छ कि हाम्रो नियमित दर्शक श्रोता हुनुहुन्छ, एउटा कमेन्ट तलको कमेन्ट बक्समा अवश्य छोड्नुहोला। हाम्रो मेहनतको निमित्त यो भिडियोलाई सुरुमै एउटा लाइक गर्न पनि नछुटाउनुहोला र निरन्तर अपडेटको लागि सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। अब लागौं समाचार विस्तृतमा। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमण नितान्त निजी भएको बताएको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले शाहको भ्रमण नितान्त निजी भएको जवाब दिएका छन्। सम्माननीयको यो भ्रमण निजी हो, अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ, प्रवक्ता अर्यालको भनाइरहेको छ। प्रधानमन्त्री बालेन शाह हिजै शुक्रबार काठमाडौँबाट सडक मार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी धादिङको गजुरी स्थित नेपाली सेनाको भैरवगढमा केही समय रोकिएर त्यहाँबाट पनि प्रस्थान गरेका छन्। कसैलाई पूर्व जानकारी नदिई निजी यात्रामा निस्किएका प्रधानमन्त्री शाह उक्त गढमा करिब 20 मिनट रोकिएका थिए। प्रधानमन्त्री शाह गजुरी पुग्दा नेपाली सेना बाहेक जिल्लाका अन्य सुरक्षा निकायलाई समेत पूर्व सूचना नभएको सुरक्षा स्रोतले जानकारी दिएको छ। भैरवगढमा करिब 20 मिनट बिताएपछि उनी मुस्ताङतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री बालेन शाहको भ्रमणलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र साईले प्रधानमन्त्री बालेन शाह निजी भ्रमणका क्रममा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको दाबी गरेका छन्। प्रधानमन्त्रीले बिहानै काठमाडौँबाट मुस्ताङतर्फ प्रस्थान गरेको र भ्रमणबारे सुरक्षा निकायमा समेत बेखबर रहेको बताइरहेका बेला शाहले निजी भ्रमणमा प्रधानमन्त्रीले सुरक्षाकर्मीको ठूलो टोली लिएर हिँड्न आवश्यक नरहेको बताएका छन्। उनले भनेका छन् प्रधानमन्त्रीले मुस्ताङ जाँदा सुरक्षाकर्मी लिएर गएनन् भनेर
सामाजिक सञ्जालमा खूब हल्ला चलिरहेको छ। प्रधानमन्त्रीले आफ्नो निजी भ्रमणमा मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न जानुभएको हो। निजी भ्रमणमा पनि सुरक्षाकर्मीको लावा लस्कर नै लिएर हिँड्नुपर्छ भन्ने छैन उनको टिप्पणी रहेको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र उपत्यकाका मेयरहरूबीच चर्को लफडा परेको छ। सांसद आशिका तामाङ मेयरहरूसँग रिसाएर बैठक नै छोडेर समेत हिँडेकी छिन्। भौतिक पूर्वाधार मन्त्रीले आयोजना गर्नुपर्ने बैठक उनी अस्वस्थ भएकाले सञ्चार मन्त्री विक्रम तिमेल सिन्हाले बोलाएका थिए। पूर्वाधार मन्त्रालयको संयोजनमा उपत्यकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी यो दोस्रो बैठक समेत रहेको थियो। बैठकमा 9 जना नगर प्रमुखहरू उपस्थित रहेका थिए। सुरुमा मेयरहरूले आफ्नो कुरा राखे। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी आफ्नो भनाइ राखेर बैठकबाट हिँड्न लागेपछि आशिकाले आपत्ति जनाएकी थिइन्। अस्तिको बैठकमा जम्मा 3 जना मेयर आउनुभयो, आज पनि 9 जना मात्रै आउनु भएको छ, त्यही पनि तपाईहरूलाई हिँड्नै हतार छ, यसरी कसरी हुन्छ भन्दै आशिका जङ्गिएपछि विवाद उत्कर्षमा पुगेको थियो। बैठकमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन बोल्दा विवाद उत्कर्षमा पुग्यो। चिरीबाबुले आशिकाको शैली ज्यादा आक्रामक भएको भन्दै आपत्ति जनाएका छन्। उनले उपत्यकाको फोहोर समस्याको इतिहास अध्ययन गर्न समेत आशिकालाई आग्रह गरेका थिए। चिरीबाबुले बताएका थिए, यो मस्ट अन्डरस्ट्यान्ड हिस्ट्री, त्यसै मेयरहरूसँग वाद विवाद गरेर हुँदैन। त्यसपछि आशिकाले भनेकी थिइन्, मेयरहरू सबै बैठकमा आउनु पर्यो नि त। चिरीबाबुले जवाब दिए, तपाईको कुरा आक्रामक छ, यसरी बैठक हुँदैन। त्यसपछि आशिका आक्रोशित बन्दै आफ्नो ब्याग टिपेर बैठकबाट बाहिरिएकी थिइन्। जानु अघि उनले अब अर्को छलफल बन्चरे डाँडामै हुने समेत जिकिर गरेकी छिन्। बन्चरे डाँडा आशिकाको निर्वाचन क्षेत्र धादिङ 1 हो। धादिङ 1 मा पर्ने धुनीबेसी नगरपालिका र नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको सिमानामा बन्चरे डाँडा रहेको छ। स्थानीय जनप्रतिनिधिका रूपमा आशिकाले नै यो बैठक आयोजनाका लागि प्रेसर समेत गरेकी थिइन्। आशिका बैठकबाट हिँडेपछि कटाक्ष गर्दै चिरीबाबुले भने, उहाँको जाने बानी नै छ जहिले पनि। त्यसपछि उनले बैठकको संयोजन गरेका सञ्चार मन्त्री समक्ष आपत्ति समेत जनाएका थिए। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल आज सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा निस्कने भएकी छिन्। कञ्चनपुर, कैलाली लगायतका जिल्लाका जनताको गुनासो सुन्नका लागि आफू जिल्ला भ्रमणमा निस्कन लागेको जानकारी उनले गराएकी छिन्। उनले भनेकी छिन्, भ्रमणका क्रममा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा उक्त क्षेत्रका भूमिहीन सुकुम्बासी जनतासँग र सम्बन्धित सरकारवालाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले केही दिन जनताको गुनासो सुन्नका लागि सुदूरकै जिल्लामा रहने समेत जानकारी गराएकी छिन्। यसअघि उनले आफू सहभागी हुने कार्यक्रममा अनावश्यक सम्मान, अभिनन्दन तथा विशेष समारोह आयोजना नगर्न समेत भनेकी छिन्। स्वागत औपचारिक र संक्षिप्त बनाउन तथा कार्यक्रम प्रत्यक्ष सम्बन्धित व्यक्ति र सरकारवालाहरूलाई मात्र सहभागी गराउन निर्देशन समेत दिएको छ। निर्देशिकाले अनावश्यक भिआइपी जमघट र औपचारिक स्वागत टोलीको व्यवस्था समेत नगर्न भनेको छ। कार्यक्रम निर्धारित समयमै सुरु र सम्पन्न गर्नुपर्ने तथा लामो स्वागत मन्तव्य र अनावश्यक भाषण हटाएर कार्यसूची अनुसार कार्यक्रम सञ्चालन गर्न समेत निर्देशन दिइएको छ। सरकारले करका लागि सीमा क्षेत्रमा गरेको कडाइको विषयलाई लिएर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँग आफ्नै कार्यकर्ताहरू आक्रोशित बनेका छन्। मन्त्रीहरूले नागरिकसँगको दोहोरो संवाद गर्ने गरी सुरु गरेको नागरिक नीति र नेतृत्व कार्यक्रममा अर्थमन्त्री वाग्लेको कार्यप्रति कार्यकर्ताहरूले चर्को प्रश्न उठाएका हुन्। बिहिबार साँझ भएको उक्त संवादमा मधेसका एक कार्यकर्ताले आक्रोश पोखेका हुन्। भारतबाट किनमेल गरेर फर्केका नेपाली नागरिकलाई करका लागि गरिएको कडाइप्रति उनले चर्को आक्रोश पोखेका हुन्। अर्थमन्त्रीसँग रुष्ट भएका उनले भने, हजुरले जुन अर्थनीति बनाउनु भएको छ यो नेपालको हो कि अमेरिकाको हो? यो हिमाल पहाड तराईको हो कि अमेरिकाको हो? सीमा क्षेत्रमा गरिएको कडाइले मधेसका 22 जिल्लामा रासोपा पस्ने स्थिति समेत नभएको पनि ती कार्यकर्ताले सुनाएका छन्। उनले बताएका छन्, किन पस्ने अवस्था छैन भने प्रत्येक चिजमा हजुरले कर लगाउनु भयो। 22 वटा जिल्लामा खुला बोर्डर छ, रोटीबेडीको सम्बन्ध छ भारतसँग हाम्रो। महामन्त्री विपिन आचार्य र सहमहामन्त्री असीम शाह पनि उपस्थित संवादमा सीमाका जिल्लाबाट प्रत्येक दिन 4-5 लाख मान्छे नेपाल भारत आवत हुने समेत उनले बताएका छन्। सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले उत्पादन गरेको घिउ पहिलो पटक दुबई निर्यात भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै शुक्रबारदेखि दुबईमा घिउ निर्यात सुरु गरिएको हो। पहिलो चरणमा शुक्रबार 600 किलो घिउ हवाई जहाज मार्फत दुबई पठाइएको छ। दुबईमा घिउ निर्यातका लागि डीडीसीले रातो र चन्द्रसूर्य इन्टरनेसनलसँग सम्झौता गरेको छ। दुबईका विक्रेताहरूले सुरुमा परीक्षणका रूपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गरिने डीडीसीका प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेले
उनले बताएका छन्। सुरुमा लगेर त्यहाँ रहेका विक्रेतालाई एक कार्टुन दिन्छौँ, उनले भने। त्यसपछि अझै राम्रो परिमाणमा माग गर्छौँ। नेपाली उत्पादनको प्रचार प्रसारका लागि पहिलो पटक जहाज मार्फत पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी समेत भइरहेको छ। दुबई बाहेक मध्यपूर्वका अन्य देशहरूमा पनि डिडिसीका घिउ सहित अन्य दुग्ध उत्पादनहरू छिट्टै निर्यात तथा बिक्री वितरण गरिने उनको भनाइरहेको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूलाई फरक फरक विचारसहित पार्टी कार्यालय सानेपामा आउन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत पौडेलले सानेपालाई लोकतन्त्रको पवित्र मन्दिरको संज्ञा दिँदै असन्तुष्ट नेताहरूलाई संवादका लागि पार्टी कार्यालय आउन आग्रह गरेका हुन्। यो तपाईँ हामीले निर्माण गरेको लोकतन्त्रको पवित्र मन्दिर हो। आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्, उनले बताएका छन्। सरकारले रासायनिक मलको आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न 12 सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ। शुक्रबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज आचार्यले यसबारे जानकारी दिएका हुन्। प्रवक्ता अर्यालका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको हो। उक्त कार्यदलमा कृषि, वन तथा पर्यावरण मन्त्रालय तथा मातहतका निकाय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालय लगायतका निकायका पदाधिकारीहरू सदस्यका रूपमा समेत रहेका छन्। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। पूर्व सभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगिसकेको नेता मिन विश्वकर्माले जानकारी दिएका छन्। दुवै नेताहरूको तर्फबाट कानुन व्यवसायीले सर्वोच्च पुगेर रिट दर्ता गरेका हुन्। उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अगाडि बढाएको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिकता विवादमा पुनः सुनवाई गर्न सर्वोच्चले निष्ठा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अगाडि नबढाउन नमिल्ने देउवा पक्षको तर्क रहेको छ। असोज 16 देखि 19 मा महाधिवेशन गर्ने कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले स्थानीय निर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेद्वार छनौट रूपरेखा अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरेको उम्मेद्वार छनौट रूपरेखा 2083 लाई बैठकमा आएका सुझाव समेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन्। उनका अनुसार बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरूबाट नामावली माग गर्ने निर्णय समेत गरेको छ। यस्तै राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति समेत गठन गर्ने निर्णय गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालयमा 11 जना सदस्यहरूलाई मनोनित गरेको छ। यसअघि सभापति लामी छानेको अध्यक्षतामा गठित 7 सदस्यीय सचिवालयमा शुक्रबार बसेको केन्द्रीय समितिले 11 सदस्य थप गरेको हो। सभापति लामी छानेको प्रस्तावमा केन्द्रीय समितिले विराज भक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बाँसकोटा, शिव नेपाली, इन्दिरा राणा मगर, मनिष झा, पुरुषोत्तम यादवलाई मनोनित गरेको हो। यस्तै बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा जगदीश खरेल र संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई समेत मनोनयन गरेको छ। सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 जारी गरेको छ। सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तर उन्नति तथा आवश्यक मर्मत सम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन यही भदौ 3 गतेको मन्त्री परिषद बैठकले उक्त आदेश स्वीकृत गरेको हो। समितिले केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन तथा समन्वय गर्ने बताइएको छ। साथै केन्द्रबाट सञ्चालन हुने सफ्टवेयर विकास, स्तर उन्नति तथा मर्मत सम्भार सम्बन्धी कामको सुपरिवेक्षण गर्ने जिम्मेवारी पनि समितिको हुने बताइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रलाई नीतिगत मार्गदर्शन तथा सुपरिवेक्षण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा 6 सदस्यीय समिति गठन गरिएको छ।
निवर्तमान उपसभापति शेरबहादुर देउबा समूहले सभापतिको नेम प्लेट र पार्टीको लेटर प्याड दुरुपयोग गरेको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले संस्थापन इतर समूहले सभापतिको नेम प्लेट र पार्टीको लेटर प्याड दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको हो। काङ्ग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले इतर समूहको कार्यालय चुन्देवीमा सभापतिको नेम प्लेट र पार्टीको लेटर प्याड अनधिकृत रूपमा प्रयोग गरिएको बताएको छ। इतर समूहको राष्ट्रिय भेलामा सभापति गगन थापा लगायत पार्टीका नेता तथा कार्यकर्तालाई आँच आउने गरी गलत आरोप लगाइएको पनि संयोजक गुरुङको भनाइरहेको छ। ती आरोप र शब्दहरू पनि अनुशासन समितिले सङ्कलन गरिरहेको समेत उनले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै उनले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणको विषय केवल आय रोजगारी वा राजस्व सङ्कलनको पाटो मात्र नभई यसको औषधीय उपयोग र नियन्त्रित प्रयोगको विषय समेत भएको उल्लेख गरेका छन्। गाँजा खेतीका सम्बन्धमा विज्ञहरूबाट हुने अध्ययन र निष्कर्षका आधारमा कानुन निर्माण गरी व्यवस्थित गरिएमा अर्थ मन्त्रालयले यसलाई पूर्ण सहयोग गर्ने समेत उनले स्पष्ट पारेका छन्। नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनवाई समितिले सिफारिस गरेका व्यक्तिहरूका विरुद्ध परेका पुराना र अदालतबाट फैसला भइसकेका विषयमा पुनः छलफल गरिरहनु आवश्यक नभएको जिकिर गरेकी छिन्। सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनवाई समितिको बैठकमा बोल्दै उपनेता अर्यालले समितिले अध्ययन र अनुसन्धान गरेर सिफारिसको निर्णय गरेको उल्लेख गर्दै उही विषयमा बारम्बार अल्झिन नहुने बताएकी हुन्। उनले प्रस्तावित व्यक्तिहरूका बारेमा नयाँ तथ्य वा प्रमाणसहित गम्भीर प्रकृतिका उजुरी आएमा भने समितिले त्यसलाई ग्रहण गरी आवश्यक अनुसन्धान गर्नुपर्ने स्पष्ट पारेकी छिन्। उनले समितिले पर्याप्त अध्ययन गरेरै सिफारिस गरेकाले त्यसलाई अपरिपक्व भन्न नमिल्ने समेत जिकिर गरेकी छिन्। बाराको जितपुर सिमारा उपमहानगरपालिका 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको जघन्य हत्याको विरोधमा शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र मृतकका आफन्तहरूको अगुवाईमा भएको उक्त शान्तिपूर्ण विरोध सभामा सहभागीहरूले बालिका चौधरीको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले जस्टिस फर गरिमा चौधरी, बलात्कारीलाई फाँसीको सजाय देऊ र बलात्कार तथा जघन्य हत्या जस्ता अपराध विरुद्ध कानुन कडा गर भन्दै नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। छोरी चेलीमाथि भइरहेका जघन्य अपराधका घटना नियन्त्रण गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गर्दै उनीहरूले राज्यको ध्यानाकर्षण गराएका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्नुपर्ने कानुनी र व्यावहारिक आवश्यकता औचित्यपूर्ण रहेको स्पष्ट पारेकी छिन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट बोल्दै उनले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको छलफलमा जवाब दिँदै यस्तो बताएकी हुन्। मन्त्री गौतमले नेपाल विशेष सेवा ऐनको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै विगतमा यो विभाग गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय बीच स्थानान्तरण भइसकेको जानकारी दिएकी छिन्। गृह मन्त्रालय अन्तर्गत रहेको यो निकाय 2057 सालको संशोधन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत ल्याइएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नोटबन्दी गर्ने बारे सरकारले कुनै पनि सोचाइहरू नराखेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक नीति र नेतृत्व संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। छलफलमा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारेका हुन्। अर्थमन्त्री वाग्लेले भने नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुने, तर अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ। यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको जिकिर रहेको छ। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधि गर्न मतदाताहरूलाई आग्रह गरेको छ। आगामी असोज 1 गते वेबसाइट मार्फत नयाँ नियमावली प्रकाशन गर्ने जनाउँदै आयोगले आफ्नो नाम, थर, ठेगाना लगायतका विषय अद्यावधि गराउन आग्रह गरेको हो। एक भन्दा बढी स्थानमा नाम समावेश रहेको भए, एक स्थानमा मात्र कायम गर्न, बसाइसराई वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भए अद्यावधि गर्न र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए जानकारी दिन समेत आग्रह गरिएको छ। सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन मार्फत निवेदन दिई विवरण अद्यावधि गर्न सकिने आयोगले जानकारी दिएको छ।
अब केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समाचारहरू। इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टादेखि अवरुद्ध भएको हवाई सेवा पुनः सञ्चालनमा आएको छ। कर्मचारीहरूको अचानकको हडतालका कारण बन्द भएको विमानस्थल सेवा व्यवस्थापन पक्ष र कर्मचारी युनियन बीचको वार्तापछि सुचारू भएको इजरायल विमानस्थल प्राधिकरणले जानकारी दिएको हो। प्राधिकरणद्वारा जारी विज्ञप्ति अनुसार कर्मचारीहरूले उठाएका जनशक्ति वृद्धि र सञ्चालन सम्बन्धी मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धतापछि कामदारहरू काममा फर्कन सहमत भएका हुन्। यद्यपि हडतालका कारण उत्पन्न अत्याधिक चापले गर्दा विमानको प्रस्थान र आवागमनमा अझै केही ढिलाइ भइरहेको बताइएको छ। चीनको राजधानी बेजिङमा बुधबारदेखि विश्व रोबोट सम्मेलन 2026 वर्ल्ड रोबोट कन्फरेन्स औपचारिक रूपमा सुरु भएको छ। मानव रोबोट सहअस्तित्व उत्पादन माग अभिसरण भन्ने मूल नाराका साथ आयोजित यस सम्मेलनमा 300 भन्दा बढी प्रदर्शकहरूले भाग लिएका छन्। यस वर्षको सम्मेलनमा 2000 भन्दा बढी अत्याधुनिक रोबोटिक सामग्री तथा उपकरणहरू प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा प्रस्तुत गरिएका मेसिनहरूमा विगतका वर्षहरूमा भन्दा परिष्कृत प्रविधिको प्रयोग गरिएको छ, जसले मानव र मेसिन बीचको अन्तर्क्रियालाई थप सहज, स्वाभाविक र प्रभावकारी बनाएको छ। यस पटकका रोबोटहरूमा वास्तविक संसारका जटिल कार्यहरू सम्पादन गर्न सक्ने उच्च क्षमता र दक्षता समेत रहेको बताइएको छ। अत्याधुनिक प्रविधिको यो विकासलाई नजिकबाट निहाल्न र अनुभव गर्न प्रदर्शनी स्थलमा अवलोकनकर्ताहरूको उल्लेख्य उपस्थिति र उत्साह समेत देखिएको छ। चीनले अन्तर्राष्ट्रिय प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै बुधबार बिहान पुनः प्रयोग गर्न मिल्ने जुके 3 रकेटको सफल परीक्षण गरेको छ। यस परीक्षणका क्रममा रकेटको पहिलो चरणलाई पहिलो पटक सफलतापूर्वक जमिनमा अवतरण गराइएको हो। प्रक्षेपणको केही समयपछि रकेटको उक्त खण्डले निश्चित लक्ष्यमा सुरक्षित अवतरण गरेको थियो। यस ऐतिहासिक क्षणलाई पिओभी क्यामेराबाट कैद गरिएको एक भिडियोमा रेकर्डको उडानदेखि अवतरणसम्मका दृश्यहरू स्पष्ट रूपमा देख्न सकिन्छ। चीनले रकेटको पहिलो चरणलाई जमिनमा सुरक्षित रूपमा फर्काएको यो पहिलो अवसर हो। पुनः प्रयोग गर्न मिल्ने यस प्रविधिको सफल परीक्षणले भविष्यमा अन्तरिक्ष अभियानको लागत कम गर्न र प्रक्षेपण प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता कुनै पनि समयमा पुनः सुरु हुन सक्ने सङ्केत गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको वर्तमान परिस्थिति निकै राम्रो रहेको समेत दावी गरेका छन्। गत फेब्रुअरी 28मा अमेरिका र इजरायलले इरान विरुद्ध सैन्य अभियान सुरु गरेपछि हर्मुज जल सन्धि प्रभावकारी रूपमा बन्द गरिएको थियो। सोही सन्दर्भमा बोल्दै ट्रम्पले उक्त जल क्षेत्र हाल संयुक्त राज्य अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको समेत जिकिर गरेका छन्। राष्ट्रपति ट्रम्पले वासिङटनको मुख्य प्राथमिकतामा इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्नु रहेको कुरा पुनः दोहोर्याएका छन्। उनले बताए, इरानसँग परमाणु हतियार हुनु हुँदैन र उनीहरूले त्यो प्राप्त गर्ने छैनन्। यदि उनीहरूले हतियार बनाए भने त्यसको प्रयोग गर्नेछन्, तर हामी उनीहरूलाई त्यसो गर्न दिने छैनौँ। यद्यपि वर्तमान अवस्थामा भने दुई देशबीचको संवाद रोकिएको छ। सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको संवाद स्थगित गर्न निर्देशन दिएका छन्। मङ्गलबार सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै ट्रम्पले अमेरिका र इरानबीच हाल कुनै पनि वार्ता भइरहेको वा तय भएको जानकारी अस्वीकार गरेका छन्। उनले अमेरिकी नौसेनाको नाकाबन्दी अहिले पूर्ण रूपमा जारी रहेको समेत स्पष्ट पारेका छन्। युद्धबाट छेदविच्छेद भएको सिरियाको ऐतिहासिक सहर ओलेप्पोका प्राचीन बजारहरूको पुनर्निर्माण कार्य तीव्र पारिएको छ। वर्षौं लामो द्वन्द्वका कारण क्षतिग्रस्त भएका यी विश्व प्रसिद्ध संरचनाहरूको जीर्णोद्धार केवल भौतिक पूर्वाधारको निर्माणमा मात्र सीमित नभई यहाँको सामाजिक र आर्थिक जीवनलाई पुनः जीवित गराउने लक्ष्यका साथ अगाडि बढाइएको छ। ओलेप्पोको प्राचीन सहरलाई सन् 1986मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। करिब 15 किलोमिटर क्षेत्रमा फैलिएका यहाँका 39वटा बजारहरू विश्वकै सबैभन्दा लामो कभर्ड मार्केट छानु भएका बजार मानिन्छन्। यी बजारहरू विभिन्न परम्परागत हस्तकला र विशिष्ट व्यापारका लागि प्रख्यात छन्, तर विगतको युद्धले यी ऐतिहासिक धरोहरहरू व्यापक रूपमा क्षति पुर्याएको थियो। गैर नाफामूलक संस्था सिरियन डेभलपमेन्ट अर्गनाइजेसनसँग आबद्ध फिरास कोस्मोका अनुसार ओलेप्पोको वास्तविक पुनरुत्थानका लागि भौतिक संरचनासँगै व्यापारी, कालीगढ र स्थानीय बासिन्दाहरूको पुनरागमन अनिवार्य रहेको छ। विश्व प्रसिद्ध राइड हेलिङ प्लेटफर्म उबरले युरोपमै पहिलोपटक क्रोएसियाको राजधानी जाग्रेबमा आफ्नो रोबोट ट्याक्सी चालकविहीन ट्याक्सीको सेवा सुरु गरेको छ। क्रोएसियाली स्वायत्त सवारी साधन कम्पनी भन्डसँगको सहकार्यमा बुधबारदेखि यो सेवा आधिकारिक रूपमा सञ्चालनमा आएको हो। यससँगै जाग्रेब उबर एप मार्फत स्वचालित कार बुक गर्न सकिने युरोपको पहिलो सहर बनेको छ। भन्डका सह-संस्थापक एवं प्रमुख डिजाइन अधिकृत एड्रियानो मुद्रिकका अनुसार यो उपलब्धि वर्षौंको निरन्तर प्रयास र विकास
विकासको परिणाम समेत रहेको बताइएको छ। चुनौतीपूर्ण भए पनि आफूहरूले प्रयोगकर्ताको अनुभव र सुरक्षा पक्षलाई मुख्य प्राथमिकतामा राख्दै यसलाई सञ्चालनमा ल्याएको समेत उनले बताएका छन्। दर्शकवृन्द, यी थिए आजका अत्यन्तै महत्त्वपूर्ण र हेर्नै पर्ने खबरहरू। तपाईँहरूले हाम्रो यो समाचारलाई कहाँबाट कुन ठाउँबाट हेर्नुभयो अवश्य पनि तपाईँको धारणा तलको कमेन्ट बक्समा लेख्नुहोला। निरन्तर अपडेटका लागि हामीलाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला र यस्तै समाचारहरू हेरिरहनको लागि हाम्रो हौसला बढाउन एउटा लाइक गर्न पनि नभुल्नुहोला। अर्को समाचार श्रृङ्खलामा पुनः भेट्ने बाचासहित अहिलेको यो समाचार श्रृङ्खलाबाट बिदा चाहन्छौँ। यहाँहरूको दिन शुभ रहोस्। हवस् त, नमस्कार।